मध्येको हर्क साम्बाङले प्रधानमन्त्री कसको छोरी भन्दा नि प्रधानमन्त्रीकी छोरी प्रधानमन्त्रीको छोरीको फोटो चाहिँ घरमा गएर खिचेका हुन् कि होइनन्? हर्क साम्बाङले घरमा गएर खिचेका त होइनन्। सार्वजनिक समारोहमा उनको कुनै फोटो थियो, त्यो फोटो हाले हो, उनले तुलना गरेर हालेछन्। यसरी बाल अधिकारको कुरा गर्ने भने प्रधानमन्त्रीको छोरीको चाहिँ बाल अधिकार हुने, सुकुम्बासी बस्तीमा त रुँदै गरेको बच्चाको भिडियो खिचेर हाल्नु भएको छ तपाईँहरूले पनि। तपाईँहरूलाई पनि जेल लानुपर्छ त्यसपछि। तपाईँहरूलाई चाहिँ कसले अधिकार दियो? सुकुम्बासीको बच्चाको फोटो हाल्दैनसम्म कसैले केही आपत्ति छैन, त्यो पनि हाल्न पाइन्न नि त। यदि बालेनको पाइन्न भने, बालेन होइन प्रधानमन्त्रीको पाइन्न भने जनताको छोरछोरीको पनि पाइन्न। त्यो चाहिँ फोटो तपाईँहरूले किन हालेको? त्यो रुँदै गरेको बच्चाको भिडियो तपाईँहरूलाई हाल्ने अधिकार कसले दियो? हर्कले यदि प्रधानमन्त्रीको छोरीको फोटो हाल्नु गलत हो भने तपाईँहरूले अरू कसैले पनि